नमस्ते साथीहरू। आजको भिडियोमा तपाईँहरूलाई स्वागत गर्छु र यो मेरो सबैभन्दा सबैभन्दा छोटो भिडियो हुनेछ किनभने मेरो स्क्रिन रेकर्डिङ भनेको के त्यसको प्लान सकेको छ र मैले अब उगाउन पर्ने छ र मेरो म्याक्स भनेको अब 3 देखि 4 मिनेट हो। त्यही भएर आज म छिटो जान्छु है त के यहाँतिर त्यसकै आइरहेछ मेल कि आइरह र सुरु गरौँ। एक नम्बरमा छ तिमी आज के गर्दैछौ? What are you doing today? म अहिले गृह कार्य गर्दैछु। I am doing homework right now. तिमीलाई यो गीत मन पर्छ? Do you like this song? मलाई यो गीत धेरै मन पर्छ। I like this song a lot. तिमी अहिले घरमा छौ? Are you at home right now? हो म घरमै छु। Yes, I am at home. तिमी किन ढिला भयो? Why are you late? बाटोमा धेरै ट्राफिक थियो। There was a lot of traffic. आज स्कुल कस्तो भयो? How was school today? आजको दिन रमाइलो थियो। Today was fun. तिमीले खाना खाइसक्यौ? Have you eaten your lunch already? हो मैले खाना खाइसकेँ। Yes, I have eaten my lunch. मलाई आज अहिले भोक लागेको छैन। I am hungry मलाई अहिले भोक लागेको छ। I am hungry right now. के हामी बाहिर जान सक्छौ? Can we go outside? म अहिले व्यस्त छु। I am a little busy. तिमी कहिले आउँछौ? When are you coming? म 5 मिनेटमा आउँछु। I will come in 5 minutes. के तिमी तयार भयौ? के तिमी तयार छौ? Are you ready? म लगभग तयार छु। I am almost ready. आज धेरै गर्मी छ। Today is really hot. Very hot. बाहिर धेरै चिसो छ। It's very cold outside. आजको लागि यति नै हो। यो मेरो सबैभन्दा छोटो भिडियो पनि हो र म त्यसमा माफी पनि माग्छु किनभने मैले अहिले मेरो प्लान सकेपछि गर्न पर्ने यो प्लान तर अगाडि गरेको भए पनि त्यस्तै हुन्थ्यो होला यो र म आजलाई के पनि भन्न सक्दिनँ र त्यति लामो त्यही पनि म एउटा चिज भन्छु त्यो चिज हो कि यो च्यानललाई सब्सक्राइब र यो भिडियो लाइक गरिदिनु होला किनकि त्यसले मलाई अलि मोटिभेसन दिन्छ क्या अलि